ल जोइन गर्न के गर्नुपर्छ? इयरली एउटा इन्ट्रान्स खोल्छ, पढ्ने, नाम निकाल्ने, अनि जुन कलेजमा नाम निस्किया छ त्यसमै गएर एडमिसन गर्ने। एनएलसीमा चाहिँ 160 वटा सिट छ, अरू बाँकी एनएलसी र अरू पिएनसीमा नि हुन्छ। अरू डिफ्रेन्ट धेरै कलेजहरू पनि छ जुनमा गएर पढ्दा नि भयो। ल सेमेस्टर वाइज हुन्छ कि इयर वाइज? म चाहिँ नेपाल ल क्याम्पसमा हो, हाम्रो चाहिँ त्यहाँ चाहिँ सेमेस्टर वाइज छ। अरू डिफ्रेन्ट युनिभर्सिटीमा इयर वाइज पनि छ। सो इट रियली डिपेन्ड्स अन द युनिभर्सिटी। प्लस टूमा के पढ्नु भएको? म्यानेजमेन्ट पढेको फ्रम लिटल एन्जल्स। ल जोइन गर्न मन छ भने चाहिँ प्लस टूमा जे पढिनु हुन्छ कि जे पढे पनि तिमीले पिसिएल पढिनु हुन्छ। अनि मिनिमम ग्रेड भनेको बी ग्रेड आए पनि तिमीले ल जोइन गर्न मिल्छ। लको इङ्ग्लिसमा हुन्छ कि नेपालीमा हुन्छ कि हाम्रो अङ्ग्रेजीमै हुन्छ। ल पढ्दै गर्दाखेरि चाहिँ नेपाली पनि जान्नुपर्ने हुन्छ। विभिन्न ऐनहरू हुन्छ जसलाई चाहिँ हामीले नेपालीमै बुझ्नुपर्ने हुन्छ र अङ्ग्रेजीमा ट्रान्सलेट गरेर लेख्नुपर्ने पनि हुन्छ। एक्जाममा चाहिँ अङ्ग्रेजी र नेपाली दुवैमा लेख्न मिल्छ। अझसम्मको सबै चलन हेर्दाखेरि चाहिँ अङ्ग्रेजीमै लेखेको चाहिँ ल देखिन्छ। पढ्न कति पैसा लाग्छ त? हामी चाहिँ 10th ब्याच अफ बिएलएलबी हो। हाम्रो फी चाहिँ 4 लाख छ। एभ्री इयर चाहिँ यो फी चाहिँ बढिरहेको हुन्छ। प्राइभेटमा चाहिँ अझ धेरै एक्सपेन्सिभ छ। Is it different to study? Yes, it is. किनभने unlike other subjects, lawमा चाहिँ you get practical knowledge that you can implement in your lives. You know what your rights are and what are the corresponding duties of other people. You know what you and other people ought to do and ought not. ल पढ्न कतिको गाह्रो हुन्छ? दुईटा मेजर गर्न सकिन्छ कि सकिन्छ? पढ्न गाह्रै हुन्छ। रिगार्डिङ दुईटा मेजरको कुरामा चाहिँ क्रेडिट आवर्स अनि हजुरको एटेन्डेन्स चाहिने कोर्स हो कि होइन त्यसमा डिपेन्ड गर्छ। एन्ट्रान्स कतिको गाह्रो हुन्छ? लको एक्जाम भनेको चाहिँ वर्ल्डको एकदमै कम्पिटेटिभ एक्जाम मध्येबाट गनिन्छ, बट त्यति भन्दैमा इट्स नट पोसिबल भन्ने खालको चाहिँ होइन, मेहनत गऱ्यो भने चाहिँ निस्किन्छ। फर्स्ट जेनेरेसन लयर हुन कतिको गाह्रो छ? प्राइभेट लिटिगेसन जानियो भने चाहिँ अलि गाह्रै हुन्छ, तर लोकसेवाहरू गर्ने भने चाहिँ त्यस्तो गाह्रो पर्दैन, गर्न सकिन्छ। सरकारीको त फिक्स छ, प्राइभेटको त जसले जति लियो त्यति हो के भन्ने कि त सरकारी वकिल कि त मन्त्रालयतिर ब्याङ्कमा लिगल एडभाइजर, Human rights activists. कर्पोरेट लयर चाहिँ जिल्ला सरकारी वकिल। इन्ट्रेस्ट भएकोले आर्मी पुलिसमा जाँदा पनि हुन्छ। ल पढेर ल भन्छु। बेरोजगार